गुड मर्निङ एभ्री वान। लमजुङको सेरोफेरो जन्मेको गाउँ मेरो। म जन्मेको चाहिँ होइन, मेरो मम्मी र भाउजू चाहिँ यहीँ जन्मेर हुर्किनु भएको होइन। आज चाहिँ म हाम्रो पुरै पुर्खौली सम्पत्तिहरू चाहिँ हेर्न गइरहेको छु। आफ्टर 15 इयर्स ब्याक म सानो हुँदाखेरि आएको थिएँ एकचोटि, त्यसपछि आएको पनि थिएन होइन। तर म यो एरियामा चाहिँ आएको थिएन, घरसम्म मात्रै गएको थिएँ। आज चाहिँ म पुरै देखाउने छु तपाईँहरूलाई है त। लेट्स सी। तपाईँले के गर्नुभएको थियो? पहिला त यहाँबाट यसरी आएको बर्ख है, यहाँ पनि बाटो थियो यता अनि म त यसरी आएको त्यो भाइ मकै बोकेर मकैको दोकान गएर मेरो पछि बाघ आएर छ कि अहिले मभन्दा अगाडि आएको रहेछ उ त्यहाँबाट म यसरी आएको अनि यहाँनिर त सुई यहाँ गरेर गयो यसरी बाघ अनि अनि जाँदै भयो कि ए भगवान्, यस्तो राम्रो बगैँचा होइन। हाम्रो मामाले सबै लुटेको हो कि क्या हो यत्रो बगैँचा? लुटेको हो कि क्या हो यत्रो? लुटेको होइन रे, पुर्ख्यौली सम्पत्ति हो पुरै यो। बजे हजुरआमा हाम्रो बाटी थियो। सबै एरियामा फेरि अर्को पाखा आयो। अघि चाहिँ जङ्गल थियो, त्यो चाहिँ घाँस दाउराको लागि राखेको, सोको लागि राखेको होइन। अब यहाँ आउँछ खेतीको लागि। यहाँ मकै लगाएको छ, यो पुरै पाखो डाँडो धान रोप्छ नि यहाँ त। कति रहेछ त है। हामीलाई चाहिँ सहर चाहिएको, यो आँखाले देख्नु जेसम्मको हो कि। हेर्नु न, यहाँ चाहिँ हाम्रो मामाको एउटा जेठो छोरोले हल चलाइरहेको छ कहाँनिर। भिडियोले भेट्यो यो गाइस, तपाईँहरूलाई देखाएको होइन, सुनाएको होइन। म पनि सक भयो क्या। म पनि सक भयो क्या, यति धेरै भएर पनि के। हामीलाई चाहिँ फेरि त्यही काठमाडौँको एउटा कोठा मनपर्ने क्या, फेरि पुचुक्क बस्नलाई मनपर्ने क्या हामी चाहिँ होइन। त्यो लाइफ चुज गर्छौँ क्या, फर्केर जानु मन लाग्दैन। कस्तो राम्रो क्या यहाँ चाहिँ। असार साउनमा आउनुपर्छ है, पुरा यसमा चाहिँ छाँको जस्तो खस्छ कि। हेर्नु न, बाटो छ अझै पानीको। यहाँ चाहिँ अलैँची पनि लगाएको छ। आज एक दिन घुमेर भ्याउँदैन क्या हाम्रो यो मामाहरूको सेरोफेरो चाहिँ होइन। अलैँची यो पुरै अलैँची पनि लगाउनुहुन्छ क्या, किनभने यति धेरै जमिन छ, मान्छे छैन गर्ने होइन। यहाँ गऱ्यो भने जे नि हुन्छ क्या। त्यही भन्नु, त्यो 10 वर्ष 15 वर्षमा एकचोटि आउँथ्यो नि होइन। अनि हाम्रो भाउजू त यहीँ जन्मेर हुर्केर पनि यहाँ त आउँदैन। कताबाट जाने जाने हो। यस्तो भिड, पाखा डाँडा, आमा यति खोला नि यही हो। म त राति सपनामा हाम्रो बुवासँग यहाँ तिली खोलातिर हिँडेको देख्थेँ कि, सपनामा चाहिँ देख्थेँ कि यो पुरै एरियाहरू। अझै पहिला त सुन्तला कति ल्याउनु हुन्थ्यो कि, कहाँबाट ल्याउँथ्यो भन्थ्यो त्यो यतै यस्तै घरबारी पछाडि झन् यस्तो दामी बनाखा के भनिरह। मलाई त आएपछि जानु मन लाग्दैन कि, तर के गर्नु, जानै पर्छ है। यहीँ पनि निर्वाह गर्न सक्दैन। के खान्छ? बनभटे के हो त नाम पनि? बनभटे। यो त फापरको जस्तो छ त। है तपाईँले खानुहुन्थ्यो? खान्छ नि अहिले तपाईँलाई कहिले कहिले रिस उठेन? म यत्रो सम्पत्तिको मालिकको छोरी अनि मलाई यति दुःख गरेको जस्तो लाग्दैन? यो चाहिँ के हो भाउजू? डुम्रे निङ्ग्रो नि रहेछ है यहाँ त। यस्तो निङ्ग्रो होइन, खानी र नखानी नि हुन्छ। यहाँ त मकै पनि लाएर छ अनि सिमी पनि लाएर छ। हेर नि, ठुलो बुढी, पाहाडको बुढी अरे मकै सँगसँगै। हेर मेरो कपडाको गति कस्तो भयो, सबै माटो लागेको छ। कहाँ जाने हेर बुढी, म उहाँ चढिसकेछु, म यहीँ तलै छु।
केबाट आउनु त म त यहाँ सुल्किन्छ होला नि त यहाँ काम चाहिँ मजाले लागेको छ है अब यति धेरै बाखोबारी हेरेर आयो मामाहरूको म आजसम्म जन्मेर यत्रो भयो मैले हेरेको पनि थिएन गएको पनि थिएन घुमेको पनि थिएन अनि आज भाउजूसँग चाहिँ आएको भाइ गड यति धेरै ठुलो फाँट रहेछ नि होइन अनि अब यो चाहिँ खेतीपाती लगाउने मकैसकै रोप्ने ठाउँ हेरिएर चाहिँ मकैहरू लगाउनु भएको होइन अनि हाम्रो भाउजू चाहिँ हेर्नु न त्यहाँ बसेर हेर्नुभयो कि बचपनमा उसले यहीँ खेलेको हुर्केको बढेको खेतीपाती लगाएको ठाउँ हो नि त अब बिहा भएर उता चितवन गएपछि त अब फर्केर आउनु कुरो भएन फर्केर त आउँथ्यो बेला बेलामा तर यतातिर आउनु भएको थिएन अरे क्या मैले पहिला पहिला के अरे रोपेको बोट बिरुवाहरू रहेछ कि रहेनछ अनि ठाउँहरू कस्तो रहेछ पाखोबारीहरू कस्तो रहेछ त्यस्तै छ कि यस्तै उस्तै रहेछ कि चेन्ज भयो भनेर हेर्दै हिँडेको क्या बुढीमा के रहेछ भाउजू त्यहाँ के को बारी अलैँची रहेछ त्यहाँ टन्नै अलैँची नि रोपेको रहेछ कि यहाँ चाहिँ के छैन कि के छैन माई गड हामीलाई त्यो कुराको भ्यालु हुँदैन होइन हामी पुरा किनेर खान्छ नि त कहाँबाट आएको छ कसरी आएको छ भन्ने थाहा छैन फलफुलको बोट बिरुवाहरू त कति कति हो जुन फलफुल मलाई थाहा पनि छैन कि अझै पनि कहाँ रहेछ अलैँची खाइ हो माई गड ए बडी यस्तो कोइरो काउ लाउन म सकिनँ हैट यस्तो पाकोमा पनि यो पुरै फाँडो हो यो पनि अझै त्यो पुरै हो अरे के हे म जान सकेन भाउजू जाँदा कहाँ भोलि गएर त मान्छे हुनु परेन माथिबाट निस्किनु कहाँ जाने अब यताबाट जान्छ अब यत्रो डाँडा डाँडा जाने फेरि लाने बेलामा हामफल आएको यो उठी घरबाट हामफलले मरेको त हो नि ए हो र यो ठुलो घर माथि हो कि अलिक माथि पर्छ कि काठो बाउ घर ठुलो घर माथि पर्छ कि हो र त्यहाँबाट हामफल आएको त्यो निकै गाउँ घर भने उठाएर त्यो हाम्रो बाबा र आमाको के अरे बिहा भएको ठाउँ पनि भेटियो तेरिका यो रहेछ अलैँची चाहिँ यहाँदेखि पुरै वहीँसम्म अलैँची है अघि अघि हामी देखेको ठाउँमा ल हेर्नु यहाँ ए यहाँ तारबार लगाएको रहेछ त तारबारले फेरि यहाँ बार बारेर रहेछ त बाटो हो कि जङ्गल जाने बाटो हो नि हो र उता खेती पनि सक्छ मान्छेहरू गरेको भन्दा उता पनि जान्छ खेती बाग्राहरू यसलाई भन्छ उतिसघारी यो उतिसघारी नागेर हाम्रो आमा भागेको हामफलले आएको पहिला आएको बन लान तानेको अनि पुगेर हामफल त भागेको यो चाहिँ जङ्गल जाने बाटो ए यसलाई चेप्टे ढुङ्गा भन्छ आमा लगाएर देखाइदिनु पर्यो ल हेर तिम्रो चेप्टे ढुङ्गा नागेर आएको हामी ठाउँ पुगेर आयो भन्नु पर्यो आमालाई निशाना होला नि यो त्यो एरियाको ल हेर्न वाउ यो हो नजारा यो जति पनि देखेको भाग यो पुरै जङ्गल यो पुरै पाखो माथि जान्छ तिमी त यहाँ ढुङ्गामा बसेको कति वर्ष पहिला बसेको थियो होला आज बस्यो है 40 वर्ष अगाडि तिमीले यहीँ जन्म्यौ हुर्क्यौ है 35 वर्ष भयो यो ठाउँ छोडेको धेरै माया लाग्छ बेसी सक्यो रिस उठ्छ होला है धेरै दुःख गरेर पऱ्यो नि है तर यसलाई दुःख भन्दैन नि हेर्नु न यस्तो दामी ठाउँ कि स्वर्ग हो नि हेर स्वर्ग टुरिज्म प्लेस बनाउनु पर्ने कि यसमा त मामाहरूले है थोरै त छैन त हिँड्नै नसक्ने हामी हिँड्छ नि भाउजू हामी एक राउन्ड माऱ्यो होइन अब हामी फर्केको भाउजू र म फर्केको अब एक राउन्ड माऱ्यो अब घाम पनि यस्तो चर्क्या कि हेर न यो त पारिलो घाम लाग्दो रहेछ दुईवटा डाँडाको बिचबाट घाम आउने कि कस्तो रमाइलो अब चाहिँ हामी अब फेरि घर जानु पर्यो बिहान नास्ता गरेर आएको सिद्धियो
अब डाँडा काँडा चढेपछि भोक लाग्दो रहेछ के अरे है। अनि इनर्जी भर्न पर्यो। अनि त्यसपछि फेरि हामी अर्को अब हामी चाहिँ कसको ठाउँ जाने, हाम्रो आमाको घरतिर जाने होइन। यो नि हाम्रो आमाकै हो, त्यो नि हाम्रो आमाको जेठा दाइको फाँड। यो चाहिँ एउटा भाइको फाँड, साइला भाइको एरिया यति। अब जेठा भाइको एरिया हेर्न जानु पर्यो है।